हुन्छ परिवार पाल्नुपर्छ उहाँहरूले पनि काठमाडौँमा बालमा बसिरहेको छ कति महँगो छ खानापिनादेखि लिएर हरेक चिजको महँगाइ छ यो शुद्धिकरण गर्न चाहिँ विशेष गरेर शब्द कर्मीहरूलाई भन्नुपर्छ है गीतकारहरूलाई चाहिँ भन्नुपर्छ हिजो पनि सुन्नमा आइरहेको थियो निर्देशकज्यूहरूलाई गाली गलोज गरिरहेको थियो यो गाली गलोज निर्देशकज्यूहरूलाई होइन जस्तो शब्द बनेको छ जस्तो गीतकारहरूले शब्द बनेको त्यही अनुसार निर्देशकहरूले निर्देशन गर्ने हो उहाँहरूले शब्द चयन चाहिँ राम्रो गर्नु पर्यो अनि हामी पनि राम्रो निर्देशन गर्नेछौँ छाडा निर्देशन गर्यो भनेर हेलो जुन अस्ति छाडा निर्देशन गर्यो भनेर गाली गलोज आएको छ एउटा गीत नभनौँ म त्यो गीतको बारेमा सबैलाई थाहा छ यसमा चाहिँ शब्द चयन नै राम्रो छैन त अनि किन त गीत त्यस्तो हुँदैन त गीत जस्तो शब्द छ त्यही अनुसार हामीले डाइरेक्सन गर्ने हो यसैले सम्पूर्णलाई सर्जकज्यूहरूलाई भन्न चाहन्छु कि हामी डाइरेक्टरलाई गाली गलोज नगर्नु होला साथसाथै कलाकार वर्गज्यूहरूलाई पनि भन्न चाहन्छु गायक गायिकालाई पनि गाली गलोज नगर्नु होला जस्तो जेनरेसन चेन्ज भएको छ पहिला